एकैछिन दाजुभाइहरू सन्चै हुनुहुन्छ होला सबैलाई ह्याप्पी होली होइन मलाई भाइ अहिले तल्लिसक्यो नि अघि चाहिँ मैले भ्लग बनाएँ खै के भयो हजुर हजुर हो नलगाइदियो है त्यही दादाले बोलाउनु भएको छ मैले सिधै जानु पर्ने हुन्छ मेरो नि खै के भयो नि पछाडि क्यामेरा नै बिग्रिएको कि अहिले चाहिँ होइन म घर आइसकेँ दाइको घरबाट अब म एकछिनमा रेडी हुनु पऱ्यो नि त यस्तो कपडामा कहाँ अहिले खेल्ने हुन्छ मसँग एउटा जर्सी छ होइन पुरानो जर्सी त्यही लगाउँछु कोठाबाट होइन म चाहिँ जर्सी लगाउँछु कपडा पनि कहाँ छ मलाई थाहा पाएन यहाँ म अहिले हजुरलाई कपडा लगाएर भेट्छु है त यहाँ चाहिँ लोला छ होइन एकछिन ल हान्दैन कि म भाषा खाएर अब हामी जान्छौँ पेन्सन लगाउनु पऱ्यो नि त छिराइद छिटो के भयो पेन्सन लगाउनु पर्छ दुकुर आइता उयो फुट्छ सबैको म आएँ अब लगाउन ए भाइहरूले पेन्सिल लगाइसकेको रहेछन् सम्पूर्ण भाइ भयो अर्को आयो हात मेरो लगाउने अब मैले चाहिँ भुटको हाल्छु होइन मैले हजुरहरूलाई लगाउनुलाई भेट्छु है त पेन्सन गर्छ घर आएको छु अब जुत्ता लगाउनु पऱ्यो नि त राम्रो बोल्न पनि सकेको छैन कि म यो पेन्ट लगाएर अस्ति देखेको छु कमेन्ट गर्नु सेम भुट जस्तो न होली सोली खेल्न जान्छौँ केटाहरू छाने भाइहरू सबै दाइ चकाएर जानुभएको उता चाहिँ लभर भाइहरू हाइगर अगाडि चाहिँ ऊ त्यो दाइ हुनुहुन्छ होइन सब केटाहरू छ जिक्सले ब्रस गर्ला हो क्या दाइहरू छन् होइन त्यो कलर हात पकड नानो उता फुट्यो छ न मैले मोबाइल पकड्यो ठिकै भेजा लाग्ने जस्तो हो त्यहाँ पर्छ नि केटाहरू होइन भाइ पहिला दाना यता मोबाइल पकाउनु त औला नदेख न तपाईँको औला देखिन्छ ल औ बाबु यी गर सिजन छ न कति राम्रो हुन् कि यिनीहरू ओ पानी नफाल्यो रङले सब भाइको 3 जना मात्र बसेर छन् रङ मात्र रङले ह्याप्पी होली मात्र ल रङ मात्र ल हामीले चाहिँ त्यस्तो ल धन्यवाद म प्लास्टिक लिएर आएँ त घरबाट प्लास्टिक बोक्नु पर्ने हुन्छ होइन मैले अब रङ छ भने रङ दिउँ न मम्मी एउटा पोलिथिन लिनु त पोलिथिन लिनु न त पोलिथिन मल राख्नु पानी भिज्दैन होइन पार्कमा जाँदैछौँ पार्कमा होली खेल्दा रहेछन् रमाइलो गराउन त एकछिन होली त आज यो तर म बोल्न सकेको छैन पेन लगाएर
दौरी दौरी यहाँ खुट्टा देखि अस्ति मैले एउटा पनि रङ लगाएको छैन कि फेसमा अहिलेसम्म म त वहाँ गरानमा जाने सुत्ने मस्त पार्कमा कहाँ जाने ओए मोल साइड लगाइहाल्छु यार भिडियो नि झाउँछ अहिले ओए मेरो मोबाइल भिडियो नै पक अहिले तँलाई मेरो मोबाइल भिजा भयो पक अहिले पाउको तु खास भन्नु आइसक्रिम खाएर छ नाना अहिले मेरो पेन्ट बिग्रिनु पर्छ स्कुल बसेर रमाइलो हान्नुपर्छ सब त्यही छन् मेरो त हात दुख्लै गयो मोल पकडेको गरेको अहिले बनाउनु लाग्छ सँगै साधन कता लानु फेरि हामी चाहिँ पार्कमा छ भन भोलियो नि यो पो हो Ôi tại sao sai ra điền जाऊ क्या भाइ तिमीहरु त जाऊ त्यो भा खुट्टियो चन भा आइज क्राउड आम्बो अलि कति मल्ल कति रह्यो ओइ यता माथि चढियो हैन म चाहिँ म देखाउँछु ओइ यो पो क्राउड बल्ल जोसला यार कोही देखिन्नन् ओके तेरो काम यही काम छ अहिले गरेर लास्ट ए त केटाहरु त त्यहाँ भाग्छन् बे यहाँ छन् हामी तिन त्यहाँ भागिरहेछन् केटीहरू केल गर लास्ट बल्ल त जोसर यार होली बल्ल हामी 4-5 जना दिउँ होला कच्चम यार अगाडि छन् के भागला छन् त टोली देख्ने त भागिहाल्छन् कसले चिने होला र
कति बोल्ने केटाहरूले बोल्ने दिनु ल ल यता जाऊ ल ल ल बल्ल रमाइलो आयो सबैको सबै छ नि मेरो सबैको सबै छ नि बल्ल नि केटाहरु धेरै हुँदैछ हामी भित्रै पुग्यो त यार रङ हान्न त घर चाहिँ म दाइलाई पनि भेट्छु भनेर एकछिन आइरहनु दाइ म हजुर घर आउँदैछु यो पो बल्ल त रमाइलो भइरहेछ म दाइको गएर भेटेर आउँछु होइन म त दाइसँग भेट्छु होइन एनआरएम दाइ एनआरएम दाइ एनआरएम दाइ हुनुहुन्न क्या दाइ दाइ हुनुहुन्न ल दाइ नै हुनुहुन्न दाइलाई भेट्न आएको हम चाहिँ जानलाई म अब अर्को ठाउँ होइन म घर सर आएँ होइन अब नुहाउनु पर्छ फेरि एकछिन भेचा लाग्छ जस्तो पनि दाइ नुहाउनु पर्छ अब मैले चाहिँ होइन म नुहाइधुवाइ गरेर पनि आइसकेँ हजुरले सोचिराख्नाले आँखामा के कालकाल लाग्यो भने र यो चाहिँ पेन्टको होइन पेन्टको कति धुवाइ गर्दै गएन कि खै यस्तो झ्याउला आँखामा सेम गाजला जस्तो भइरहेछ केही छैन यो अब भोलिसको काम गइहाल्छ अब म फेरि भोलि एउटा भोलि भ्लग लिएर आउँछु होइन बजार गएको थ्याङ्क यू फर वाचिङ गाइज